नमस्कार, म विशाल साउद। आज माता तीर्थ्याउँसीको यो पावन अवसरमा यो जगतमा जति पनि माता हुनुहुन्छ, सर्वप्रथम त मलाई जन्म दिने मातालाई माता तीर्थ्याउँसीको सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य प्राप्तिको कामना गर्छौं र सँगै जति पनि यो संसारमा छरिएर रहनु भएको छ जन्म दिने सम्पूर्ण माताहरूप्रति पनि सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य प्राप्तिको कामना व्यक्त गर्न चाहन्छु। सुख, शान्ति, समृद्धि। आज माता तीर्थ्याउँसी जुन आमाको मुखेर्ने दिन, विशेष महत्व छ आमाको मुखेर्ने दिनको। र आज करिब करिब यसरी पारिवारिक रूपमा माता तीर्थ्याउँसी मैले पहिलो पटक जन्मेदेखि अहिले आज पहिलो पटक माता तीर्थ्याउँसी मनाउन पाउँदा अत्यन्त हर्षित विवरित छु। किनकि जहाँ माता भनेपछि 9 महिनासम्म गर्भमा राखेर मलाई हाम्रो पारिवारिक रूपमा जुन 9 महिनासम्म गर्भमा राखेर 10 तारा दूध चुसाएर जुन 5 वर्षसम्म 10 तारा दूध चुसाएर दुःख कष्ट सहेर यो सुन्दर संसार दिलाउने माता, जुन माताको महत्त्वपूर्ण देह छ, बुवाको भन्दा बढी महत्त्वपूर्ण दुःख कष्ट सहेर आमाको महत्त्वपूर्ण भूमिका रहन्छ। तसर्थ आज माता तीर्थ्याउँसीको समस्त नेपाली माताहरू जहाँ पनि छरिएर रहनु भएको छ, सम्पूर्ण माताहरूलाई सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य प्राप्तिको कामना गर्न चाहन्छु। र आज जुन माता यो वर्ष सँगै हुँदा म यति खुसी छु जुन मेरो जीवनको यात्रा विविध कारण पढाइ लेखाइमा सँगै अन्य कारण म माताभन्दा धेरै टाढा थिएँ र आज पारिवारिक रूपमा उहाँ मेरो दाजु, उहाँ मेरो बुवा, पिताज्यू र उहाँ मेरो भाउजू र उहाँ बहिनी सँगै उहाँ मेरो बाबु, एउटा माता तीर्थ्याउँसी पारिवारिक रूपमा कसरी खुसी साट्ने भनेपछि यसले यो पर्वले पनि महत्त्वपूर्ण भूमिका रहन्छ। हामीले माताहरूलाई कसरी खुसी दिलाउने, कसरी पारिवारिक रूपमा एक आपसमा आत्मीयता सम्बन्ध अझै प्रगाढ बनाउने यो पर्वले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। तसर्थ हामीले जुन कुराहरू माता तीर्थ्याउँसीमा पनि आमाको मुखेर्ने मात्र नभएर आमालाई कसरी हामीले सन्तुष्टि दिलाउने हो त, कसरी हामीले खुसी राख्ने हो त, त्यो पनि ध्यान दिनुपर्छ। जसरी मातालाई हामीले खुसी दिलायो, जसरी हामीले मातालाई सन्तुष्टि दिलायो, हाम्रो कर्मप्रति जुन माताहरू खुसी भएपछि, हाम्रो पिता माता खुसी भएपछि हाम्रो हरेक कर्ममा पनि सफलता मिल्छ। त्यसैले सबभन्दा भगवानको दोस्रो रूप भनेर मातालाई लगिन्छ र मातालाई आज माता तीर्थ्याउँसीको सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य प्राप्तिको शुभकामना प्रकट गर्न चाहन्छु। सदाबै हाम्रो पारिवारिक रूपमा यसरी आत्मीयता सम्बन्ध प्रगाढ बन्दै जाओस्, घनिष्ठता बन्दै जाओस्। किनकि जुन हामीले यो पर्वबाट सानो बाबुहरूबाट भोलि संस्कारयुक्त कुराहरू सिक्नुपर्छ। किनकि यो संस्कार हो हाम्रो, एउटा आमाको मुखेर्ने भने पनि यो संस्कृति हो, संस्कार हो। हामीले यस्ता संस्कारबाट, किनकि वर्षभरि हामीले आमालाई भुल्छौँ, तर एक दिन मात्र आमालाई समय दिउँ न। किनकि जुन जन्म दिने माता, अहिले माताको जुन जन्म दिने माता, अहिले कतिपयको माताहरू दुःख कष्ट सहेर पनि यो सुन्दर संसार दिलाउनु भयो, तर छोरा अहिलेको पछिल्लो समय मातालाई अपहेलना गर्ने प्रवृत्ति भएको छ। तर म के कामना गर्छु भने यो माता तीर्थ्याउँसी कसरी बनाउने, विशेष गरी हामीले माता तीर्थ्याउँसी बनाउने कस्तो तरिका हो त। माता तीर्थ्याउँसी हामीले फेसबुकमा फोटो हालेर मात्र होइन कि प्रत्यक्ष रूपमा भेटेर हुन्छ या कल गरेर हुन्छ। वर्षको एक दिन आमालाई खुसी दिलाउनु मात्र ठुलो कुरा होइन, हामीले सदाबै आमालाई सुख शान्ति समृद्धि आरोग्य ऐश्वर्यको कामना गर्नुपर्छ। सदाबै आमा हाम्रो हरेक कर्मप्रति आमाको हाम्रो सफलता पछाडि आमाको नाम जोडिएको हुन्छ, बुवाको नाम जोडिएको हुन्छ। संस्कारयुक्त कुराहरू हामीले नराम्रो गर्दा पनि कसको छोरा फलाना व्यक्तिको छोरा भन्दा आमा बुवाको नाम आउँछ, कस्तो संस्कार सिकेको छ। तर हामीले माता पितालाई सर्वप्रथम सम्मान गर्नुपर्छ। आज माता तीर्थ्याउँसीको पुनः पनि मैले मेरो व्यक्तिगत तर्फबाट, हाम्रो परिवारको तर्फबाट सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य प्राप्तिको कामना गर्न चाहन्छु। धन्यवाद।